फेसबुक पेजमा मात्र 10वटा भिडियो हालेर पनि 40,000 रुपियाँ कमाउन सकिन्छ। तपाईँहरूले भन्दा त विश्वास गर्नुहुन्न होला, पत्याउनुहुन्न होला फेसबुकबाट के कमाइ हुन्छ र भन्ने अझै पनि मान्छेहरूको सोचाइ छ नि त होइन, जस्ट थिङ्किङ मान्छेहरूको सोचाइ छ। तर म आज तपाईँहरूलाई लाइभ प्रुफ सहित देखाउँछु होइन, फेसबुकमा तपाईँहरूले 10वटा मात्रै भिडियोबाट पनि 40,000 रुपियाँ कमाउन सकिन्छ है। त्यो आज म तपाईँहरूलाई मेरो आफ्नै फेसबुकबाट देखाउँछु। तपाईँलाई मैले अस्ति पनि मेरो योभन्दा अगाडिको भिडियो हेर्नु भएको होला सायद होइन, त्यो भिडियोमा पनि मैले तपाईँहरूलाई फेसबुक पेजबाट कति इन्कम हुनसक्छ त मन्थली भनेर देखाएको थिएँ। तर आज म तपाईँहरूलाई मात्रै 10वटा भिडियोबाट पनि 40,000 रुपियाँसम्म फेसबुकबाट कमाउन सकिन्छ भन्ने कुरा चाहिँ प्रष्ट प्रुफ सहित म तपाईँहरूलाई आज लाइभ प्रुफ देखाउँछु है। जुन चाहिँ मेरो फेसबुकको इन्कम छ 10वटा भिडियोबाट चाहिँ मैले 40,000 रुपियाँ कमाएको छु भनेर चाहिँ म तपाईँहरूलाई देखाउँछु। यसरी नै तपाईँहरूले पनि कमाउन सक्नुहुन्छ। यो कुराहरू चाहिँ म तपाईँहरूलाई बार बार किन देखाइरहेको छु, किन भनिरहेको छु, किन सिकाइरहेको छु तपाईँहरूले बुझ्नु पनि भइसक्यो होला। धेरैजनाले मलाई कमेन्ट पनि गर्नुभएको थियो, दिदी तपाईँले राम्रो राम्रो कुराहरू सिकाइराख्नु भएको छ ताकि आफूले मात्रै नकमाऊ अरूले पनि कमाऊ भनेर एकदम मान्छेहरूलाई चाहिँ हुन्छ नि पोजिटिभ थिङ्किङ दिइराख्नु भएको छ। एकदम खुसी लाग्छ तपाईँले भिडियो बनाउँदा नि एकदम मजाले बुझाएर बनाइदिनुहुन्छ भनेर धेरैजनाले भनिराख्नु भएको छ, कमेन्ट गरिराख्नु भएको छ। त्यसको लागि सबैजनालाई थ्याङ्क यू सो मच होइन, यति धेरै माया सपोर्ट दिनुभएकोमा। म आज पनि तपाईँहरूलाई चाहिँ 10वटा भिडियोबाट चाहिँ 40,000 रुपियाँ कसरी इन्कम हुनसक्छ त फेसबुकबाट त्यो पनि म तपाईँहरूलाई आज प्रष्टसँग बुझाएर चाहिँ लाइभ प्रुफ सहित देखाउने छु। यानि कि तपाईँहरूले मेरो कुरा चाहिँ एकदम ध्यान दिएर हेर्नु होला, सुन्नु होला। यो भिडियोलाई लास्टसम्म नछुटाइकन हेर्नुभयो भने कसरी इन्कम हुँदो रहेछ त फेसबुक पेजबाट 10वटा भिडियोबाट पनि 40,000 रुपियाँ कसरी इन्कम गर्न सकिने रहेछ त भनेर चाहिँ म तपाईँहरूलाई लाइभ प्रुफ देखाउँछु। जसरी म देखाउँछु तपाईँहरूले त्यो कुरालाई एकदम ध्यान दिएर हेर्नु होला। स्क्रिनसट यहीँ कहीँ यस्तो अगाडि नै आइरहेको हुन्छ, किनकि मैले अगाडि तपाईँहरूलाई यो लाइभ प्रुफ स्क्रिन रेकर्ड देखाइन भने तपाईँहरूले विश्वास गर्नुहुन्न भनेर चाहिँ म जहिले पनि के गर्छु, भिडियो बनाउँदाखेरि जहिले पनि स्क्रिन रेकर्ड गरेर तपाईँहरूलाई देखाउँछु। त्यही भएर साइडमा तपाईँहरूले हेर्नु होला, स्क्रिन रेकर्ड त्यहाँनिर आउँछ। जस्तै अब म के गर्छु भन्दाखेरि चाहिँ सबैभन्दा फर्स्टमा म मेरो आफ्नै फेसबुक पेज खोल्छु है। फेसबुक पेज यहाँनिर खोलेर तपाईँहरूलाई म मेरो फेसबुक पेजमा चाहिँ कति इन्कम गर्न सकेँ त मैले 10वटा भिडियोबाट चाहिँ कसरी 40,000 रुपियाँ भयो त है। फेसबुक पेजमा कसरी 10वटा भिडियोबाट नि 40,000 कमाउन सकिने रहेछ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई देखाउँछु है। जस्तै तपाईँहरू यहाँनिर अब म मेरो फेसबुक पेजमा गएँ, फेसबुक पेजमा गइसकेपछि यहाँनिर म मेरो जुन देखाउनु पर्ने कुरा छ त्यो म तपाईँहरूलाई देखाउँछु है। जस्तै यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले, त्यहाँ स्क्रिन रेकर्ड अगाडि आउँछ, तपाईँहरूले मजाले ध्यान दिएर हेर्नु होला है। जस्तै यहाँनिर हेर्न सक्नुहुन्छ, मैले तपाईँलाई स्क्रिन रेकर्ड राखिदिइसकेँ, त्यहाँ यहाँनिर हेर्नु होला। जस्तै 1 2 3 4 5 6 7 8 9 10वटा जम्मा यहाँनिर देख्नुभयो होला तपाईँहरूले 10वटा भिडियो है। जस्तै तपाईँहरूले रिल्सबाट कमाउन सक्नुहुन्छ, अनि अर्को कुरा भयो सर्ट्स भिडियोबाट कमाउन सक्नुहुन्छ। जस्तै अब अर्को मेन इम्पोर्टेन्ट भनेको चाहिँ एउटा कुरा छ, तर त्यो म तपाईँहरूलाई एकछिनमा भन्छु ल। तपाईँहरूले लास्टसम्म ध्यान दिएर सुन्नुभयो भने मात्रै त्यो कुरा बुझ्नुहुन्छ है। तर म तपाईँहरूलाई एकछिनमा भन्छु। त्योभन्दा अगाडि जाउँ, 10वटा भिडियोबाट चाहिँ 40,000 रुपियाँ कसरी कमाइ भयो त। जस्तै यहाँनिर हेर्न सक्नुहुन्छ, एउटा भिडियोमा यहाँनिर हेर्न सक्नुहुन्छ है, मजाले ध्यान दिएर हेर्नु होला। स्क्रिन रेकर्डमा तपाईँहरूले स्किप नगरिकन ध्यान दिएर हेर्नुभयो भने मात्रै मेरो कुरा बुझ्नुहुन्छ है। नभए पछि गएर फेरि दिदी मैले केही बुझिनँ भनेर चाहिँ कमेन्ट नगर्नु होला। यहाँनिर हेर्न सक्नुहुन्छ एउटा भिडियोबाट $61.22 छ है। यो डलरलाई म तपाईँहरूलाई नेपालीमा कन्भर्ट पनि गर्दै देखाउँछु है। जस्तै तपाईँहरूले पनि यही मैले भनेकै कुरालाई र यहाँ हेरेरै तपाईँहरूले यसलाई नेपालीमा पनि कन्भर्ट गर्न सक्नुहुन्छ। जस्तै मैले यहाँनिर भने नि $61.22। जस्तै अब म यहाँ जान्छु मेरो क्यालकुलेटरमा, यहाँ क्यालकुलेटरमा चाहिँ अब म यो डलरलाई चाहिँ नेपालीमा कन्भर्ट गर्छु। त्यसको लागि के गर्ने भन्दा जस्तै मैले यहाँनिर $61.22 जस्तै $61.22 कन्भर्ट गरेँ। कन्भर्ट गर्दा यहाँ देखिराख्नु भएको होला स्क्रिनमा कति भयो भन्दा एउटा भिडियोबाट मात्रै पनि 9,374 रुपिस कमाइ भयो। हेर्नुहोस् त कस्तो होला कि एउटै भिडियोबाट पनि यस्तो मजाले कमाइ भइरहेको छ। जस्तै तपाईँहरूलाई मैले यहाँ देखाइ नै रहेको छु नि होइन, $61.22 छ है। स्क्रिनमा तपाईँहरूले मजाले याद गरेर ध्यान दिएर हेर्नु, एउटै भिडियोमा
त्यति पैसा छ। अब यसलाई मिनिमाइज गरे फेरि मैले यहाँनिर देखाउँदैछु अर्को भिडियो हेर्न सक्नुहुन्छ। यहाँनिर $54.75 है, यो चाहिँ सेकेन्ड भिडियो हो। फर्स्ट भिडियोको मैले देखाइसकिहालेँ तपाईँहरूलाई $61.22 भने, अर्को छ $54.75। अब यसलाई पनि म क्यालकुलेट गर्छु। यहाँनिर हेर्न सक्नुहुन्छ $61.22 गरे, यसमा प्लस गरेर $54.75 $54.75 यहाँनिर हेर्न सक्नुहुन्छ। 54.72 गर्दाखेरि दुईटा भिडियोबाट जोड्दा कति भयो भन्दाखेरि 17,000 रुपियाँ भयो। हेर्नुहोस् त, मात्रै दुईटा भिडियोबाट है। यसरी तपाईँहरूले एउटा भिडियोबाट $61.22, यो डलर भनेको चाहिँ कस्तो छ भने नि तपाईँहरूले सोच्नु भएको होला दिदी त्यो पछाडिको 22 पैसा पनि किन जोड्नु भएको होला भनेर। तर 22 पैसा पनि कति धेरै इम्पोर्टेन्ट छ। डलरको नेपालीमा कन्भर्ट गर्दा यो पैसा कति धेरै बन्छ भन्ने कुरा चाहिँ तपाईँलाई म अहिले $0.1 पनि कन्भर्ट गरेर एकछिनमा देखाउँछु लास्टमा है। अब यो भयो दुईटा भिडियोको है। अब यसरी नै अर्को भिडियो हेर्न सक्नुहुन्छ। कति छ भन्दाखेरि अर्कोमा छ $52.71। जस्तै यो चाहिँ तेस्रो भिडियोको भयो है। मैले पहिलो र दोस्रो देखाइसकेँ, यो भयो तेस्रो भिडियोको $52.71। अब यसलाई पनि हामीले कन्भर्ट गर्छौँ यहाँनिर उसमा गएर यहाँनिर प्लस गर्छौँ। जस्तै $52.71 गर्दाखेरि कति भयो, तिनवटा भिडियोले नै मात्रै तिनवटा भिडियोले 25,817 रुपियाँ यहाँनिर त इन्कम नै भइसक्यो है। 25,817 जम्मा तिनवटा भिडियोको मात्रै देखाउँदैछु है म तपाईँहरूलाई। यहाँनिर हेर्नु होला, यति भयो। अब यसलाई पनि फेरि हामी अर्को हेरौँ। अब अर्कोलाई पनि यहाँनिर हेर्दाखेरि अर्को भिडियोको छ $20.00। अब अर्को भिडियोले $20 कमाइसकेको छ। हेर्नु न, अघि मैले जोडेँ यहाँनिर सबैभन्दा फर्स्टमा $61.22, त्यसपछि जोडेँ $54.75, त्यसपछि जोडेँ $52.71 अनि अब अर्को छ $20। हेर्नुहोस् त, एउटै भिडियोबाट यति मजाले कमाइ हुन्छ भनेर कसैले सोच्नु भएको थियो त फेसबुक पेजबाट। आज मैले तपाईँहरूलाई लाइभ नै देखाइरहेको छु क्या। जस्तै अब यहाँनिर हामी फेरि प्लस गरौँ, $20.00 नै छ है, त्यहाँनिर ठ्याक्कै $20.00 छ। गर्दाखेरि कति भयो भन्दा 28,879 भइसक्यो है। हेर्नु है, मैले तपाईँहरूलाई जम्मा 10वटा भिडियोको इन्कम चाहिँ यहाँनिर देखाउँदैछु। 28,879 रुपियाँ त यहाँनिर भइसक्यो। अब यसै गरी फेरि हामी जाउँ अर्को भिडियोमा है। अब अर्कोको भिडियोको कमाइ छ $10.10। अब यसलाई पनि म फेरि उता गएर प्लस गर्छु। आज मैले तपाईँहरूलाई सबै एकदमै सिरियल्ली देखाइरहेको छु क्या, किनभने तपाईँहरूलाई कन्फ्युजन पनि नहोस्। र अर्को कुरा, यसरी लाइभ प्रुफसहित देखाउँदाखेरि मैले क्यालकुलेट गरेरै देखाउँदा तपाईँहरूलाई अझै धेरै विश्वास हुन्छ भनेरै मैले तपाईँहरूलाई यो देखाइरहेको छु है। अब अर्को छ यहाँनिर प्लस गरौँ $10.1 $10.10 छ है। $10.10 छ यहाँनिर। $10.10 फेरि हामी प्लस गरौँ 10.10 गर्दाखेरि हाम्रो 30,425 रुपिस भइसक्यो है। हेर्नु है, मैले तपाईँहरूलाई जम्मा 10वटा भिडियोको 40,000 भनेको छु नि त होइन। 30,425 रुपिस त क्रस भइसक्यो। अब यसरी नै फेरि हामी जान्छौँ अर्को भिडियोमा। अब अर्को भिडियोको कमाइ छ यहाँनिर मजाले हेर्नुहोस्, मैले स्लाइड गरेर पनि देखाइ नै रहेको छु। अर्को भिडियोको कमाइ छ 10.0.1 छ। हेर्नु न यहाँ 10.01 छ है, 10.01। अब यो 01 लाई पनि म प्लस गर्छु, किनभने 01 को पनि धेरै भ्यालु छ क्या। यो भनेको डलर हो नि त, त्यही भएर यो डलरको चाहिँ एकदमै धेरै भ्यालु हुन्छ। त्यही भएर म गर्छु फेरि 10.01। जस्तै अब यहाँ गयौँ प्लस 10.01 गर्दाखेरि 31,957 भइसक्यो। यहाँनिर हेर्नु 31,957 रुपिस यहाँनिर क्यालकुलेटमा मैले निकालिसकेँ। डलरलाई यो सबै नेपालीमा कन्भर्ट गरेर निकाल्दैछु, तपाईँहरूले ध्यान दिएर मजाले हेरिराख्नु होला है। अब अर्को भिडियोको कमाइ छ $9.83। 9.83 लाई अब फेरि हामी यहीँनिर गएर प्लस गर्छौँ। जस्तै प्लस $9.83 गर्दाखेरि
32,462 भइसक्यो है। अब यसरी नै फेरि हामी अर्को भिडियोलाई गरौँ। अर्को भिडियोको कमाइ छ 8.89। अब यो 8.89 लाई पनि अब यहाँनिर गएर फेरि प्लस गरौँ 8.89 गर्दाखेरि 34,823 भइसक्यो है। 34,823। यसै गरी फेरि हामी अर्को भिडियोको इन्कम छ यहाँनिर 2.14 डलर छ यहाँनिर। अब यसलाई पनि फेरि हामी जाउँ त्यहीँनिर प्लस गरौँ। जस्तै यहाँनिर प्लस गरौँ 2.14 छ। 2.14 गरौँ है त। फेरि यहाँ गएर यसलाई काट्दिउँ 2.14 डलर गर्दाखेरि कति भयो 35,150 रुपिस भयो। अब यसै गरी हाम्रो फेरि अर्को भिडियो पनि बाँकी छ। अर्को भिडियो यहाँनिर हेरौँ। अर्को भिडियो सबैभन्दा यो चाहिँ लास्ट भिडियो छ है। यो अर्को चाहिँ सबैभन्दा लास्ट भिडियो छ। यो लास्टवाला भिडियोको कमाइ छ 1.62 डलर। अब यसलाई पनि म फेरि यहाँनिर जान्छु। यहाँनिर फेरि प्लस गर्छु प्लस 1.64 गर्दाखेरि 35,400 भयो है। यहाँनिर हेर्दै जानु, मैले प्लस गर्दै 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 गइसकेको छु। यति गर्दाखेरि 10 वटा भिडियोको 35,401 भयो। मैले तपाईँहरूलाई 40,000 भनेको छु होइन। अब अर्को मैले तपाईँहरूलाई लास्टमा भन्छु भनेको थिएँ नि जुन कुरा एकदमै धेरै इम्पोर्टेन्ट कुरा छ नि, त्यो चाहिँ के हो त। अब यहाँनिर फेरि हेर्नु ल। अब त्यो चाहिँ के हो भन्दाखेरि यहाँनिर मैले 10 वटा भिडियोबाट 35,000 त मैले अलरेडी कमाइसकेँ। त्यो मैले तपाईँहरूलाई देखाइसकेँ होइन। फेसबुक पेजबाट यति इन्कम त भइसक्यो। अर्को के छ भनेदेखि तपाईँहरूले फेसबुक पेजमा भिडियोको मात्रै पैसा होइन एक्स्ट्रा बोनस पनि पाउनुहुन्छ। मैले एक्स्ट्रा बोनस पनि पाएको छु के। जस्तै मेरो एक्स्ट्रा बोनस भनेको चाहिँ 18 डलर छ। अब मैले तपाईँहरूलाई 5 वटा रिल्सको त देखाइहालेँ, 10 वटा रिल्सको देखाइहालेँ, 10 वटा भिडियोको इन्कम देखाएँ। अब त्यसमा पनि फेसबुक पेजमा एउटा सबैभन्दा राम्रो के छ भन्दा फेसबुक पेजले तपाईँहरूलाई बोनस दिन्छ। यो कुरा तपाईँहरूलाई थाहा थियो कि थिएन? मलाई पनि थाहा थिएन। तर जब मेरो बोनस आयो नि, एक्स्ट्रा बोनस यहाँ लेखेको पनि छ, जब मेरो बोनस आयो त्यसपछि मात्रै मैले थाहा पाएँ। अब के गर्ने भन्दाखेरि त्यही अघि जुन हामीले 10 वटा भिडियोको इन्कम जोडेको थियौँ त्यही इन्कममा मैले गएर प्लस 18 डलर है 18 डलर गरेँ। यहाँनिर 18 डलर गर्दाखेरि हेर्नुहोस् त 38,157 लगभग 40,000 रुपियाँ कमाइ भएन त। हेर्नु त पोइन्टको पनि हिसाबले गर्दा यति धेरै हुन्छ कि यति धेरै पैसाहरू कलेक्सन हुन्छ, सबै कलेक्सन हुन्छ। अनि यो कलेक्सन भएर चाहिँ सबै टोटल भिडियोबाट आउने हो कि तपाईँलाई इन्कम। मैले 10 वटा भिडियोमा 40,000 कमाएको त हो रहेछ नि त होइन। बोनस सहित हेर्नु न, बोनस पनि पाइन्छ भन्ने थाहा थियो तपाईँहरूलाई? बोनस पाइन्छ भन्ने थाहा थिएन नि होइन। अब यो 0.1 को चाहिँ भेल्यु कति छ त म त तपाईँहरूलाई अघि भन्छु भनेको थिएँ नि होइन। 0.1 है 0.01 डलरको भेल्यु कति छ भन्दाखेरि यहाँनिर हेर्न सक्नुहुन्छ। जस्तै 0.01 नेपालीमा कन्भर्ट गर्नु त हेर्नु त। नेपालीमा कन्भर्ट गर्दाखेरि 1.53 डलर। अनि तपाईँहरूले यो 0.1 लाई पनि तपाईँहरूले कम चाहिँ नसोच्नु है, कम नसोच्नु। 0.1 डलर भनेको पनि नेपालीमा कन्भर्ट गर्दा धेरै पैसा हुन्छ। त्यही भएर तपाईँहरूले यो पैसालाई चाहिँ एकदमै कम नसोच्नु होला। यसरी नै फेसबुकमा तपाईँहरूले फोकट्या चलाउनु भन्दा यसरी नै भिडियो हालेर होइन रिल्स बनाएर तपाईँहरूले कसरी हुन्छ, आखिरमा फेसबुक त हामी चलाइ नै राखेको हुन्छौँ, कसरी हुन्छ तपाईँहरूले यसको सदुपयोग गर्नुहोस्। यसरी नै फेसबुक पेजबाट तपाईँहरूले मनगी इन्कम गर्न सक्नुहुन्छ। मैले अस्तिको चोटि पनि यो भिडियो जुन फेसबुकको भिडियो बनाएको छु त्यसमा मैले भनेको छु। आज पनि मैले तपाईँहरूलाई लाइभ प्रुफ सहित देखाएँ। फेसबुकमा तपाईँहरूले भिडियो हाल्नुहोस्, चाहे रिल्स हाल्नुहोस्, चाहे स्टोरी हाल्नुहोस्, चाहे टेक्स्ट हाल्नुहोस्, त्योबाट इन्कम त गर्नुभयो। एक्स्ट्रा भनेको तपाईँहरूले एक्स्ट्रा बोनस पनि पाउनुहुन्छ। एक्स्ट्रा बोनस पनि तपाईँहरूले मनगे फेसबुक पेजबाट तपाईँहरूले पाउनुहुन्छ। यसरी नै तपाईँहरूले मेहनत गर्नुभयो भने फेसबुक पेजबाट 10 वटा भिडियोबाट पनि 40,000 रुपियाँसम्म कमाउन सकिन्छ है। मैले लाइभ प्रुफ तपाईँहरूलाई देखाइसकेँ। यसरी स्क्रिन रेकर्ड गरी तपाईँहरूलाई देखाएको छु ताकि तपाईँहरूले मजाले बुझ्नुहोस्। सबैजनाले चाहिँ ध्यान दिएर सुन्नुहोस्, मजाले बुझ्नुहोस् र मेरो कुरालाई चाहिँ तपाईँहरूले एउटा मोटिभेसनको रूपमा लिएर केही गर्ने अवसरहरू तपाईँहरूलाई
ऊ छ भने केही गर्ने इच्छा छ भने फेसबुक पेजमा गर्न सक्नुहुन्छ। फेसबुक पेजमा त्यस्तो गाह्रो छैन के, जसरी तपाईँहरूले युट्युब च्यानलमा भ्युज ल्याउन, युट्युब च्यानलमा सब्सक्राइबर बढाउन गाह्रो हुन्छ नि, त्यति धेरै गाह्रो छैन। फेसबुक पेजमा एकदम इजी छ, फलोवर्स पनि सजिलैसँग बढ्नुहुन्छ, भ्युज पनि एकदमै राम्रो आउँछ। तपाईँको छिटोभन्दा छिटो ग्रो हुने भनेकै फेसबुक पेजमा हो भिडियोहरू होइन। त्यही पेज चलाएर तपाईँहरूले फेसबुकबाट मजाले महिनामा राम्रो इन्कम गर्न सक्नुहुन्छ। महिनामा धेरै नभए पनि तपाईँहरूले $100-200 कमाउनु भयो भने पनि तपाईँहरूलाई राम्रो पकेट खर्च हुन्छ। तपाईँहरूलाई यो फेसबुक सम्बन्धी अझै धेरै कुराहरू केही जानकारी चाहिएको छ, सोध्न मन छ भने कमेन्ट बक्समा तपाईँहरूले इनबक्स गर्न सक्नुहुन्छ। र यो भिडियो चाहिँ तपाईँहरू कसलाई चाहिँ फेसबुक पेज चलाउनुहोस्, अघि बढ्नुहोस् भनेर चाहनुहुन्छ भने उहाँहरू सबैजनालाई चाहिँ आफ्नो आफन्तहरू, दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई चाहिँ यो भिडियो सेयर गरिदिनु होला, उहाँहरू सामु पुर्याइदिनु होला। कतिजनालाई यो कुरा थाहा हुँदैन, थाहा नभएकोहरूलाई तपाईँहरूले यदि सेयर गरिदिनु भयो, तपाईँहरूको सानो सेयरले पनि ठुलो हेल्प हुनेछ उहाँहरूको लागि, र उहाँहरूले पनि यो फेसबुकबाट कमाउने अवसर पाउनुहुनेछ भन्दै आजलाई चाहिँ म भिडियो यहीँनिर इन्ड गर्छु। केही कुरा छ भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला। आजलाई यति नै, बाई बाई।